यत्तिको मिठो चिकन मोमो घरमा बनाएपछि त किन जानु बजार खान। म चाहिँ दिउँसो सुतिरहेको थिएँ, त्यति बेला चाहिँ मलाई भाउजूले कल गर्नुभयो कि आऊ आज चिकन मोमो बनाएर खाऊँ। सो खानाको मामलामा म पछाडि हट्न सक्छु, यस्तो त हुनै सक्दैन। म चाहिँ खानामा धेरै इन्ट्रेस्ट राख्छु, मेरो जस्तै नि भाउजू हुनुहुन्छ, नयाँ नयाँ रेसिपी गर्ने चाहिँ उहाँलाई पनि धेरै डर लाग्छ। सो त्यही भएर चाहिँ हामी दुइटा मिलेको दिन केही न केही नयाँ रेसिपी बनेकै हुन्छ। सो म चाहिँ भाँडा समातेर हिँडिसकेँ भाउजूको घर। सो मौसम पनि यस्तो दामी भइरहेको थियो, यति राम्रो मौसममा मोमो खान पाए त अरू के चाहियो। सो म चाहिँ यहाँ पुगिसकेको थिएँ भाउजूको घर। अनि यहाँ चाहिँ भाउजूहरूले आफ्नो काम गर्दै हुनुहुन्थ्यो। यहाँ चाहिँ सोल्टिनाले किमा रेडी गर्दै हुनुहुन्थ्यो, अनि यहाँ चाहिँ भाउजूले भाँडा धुनुहुन्थ्यो, अनि मेरो भाग चाहिँ गोबी चप गर्न पर्यो। अनि यहाँ चाहिँ हामी हात हातै काम गर्दै थियौँ। मोमो बनाउनु धेरै टाइम लाग्छ, तर खाने त मिठो हुन्छ, तर टाइम टेकिङ प्रोसेस हुन्छ नि मोमो बनाउने। सो त्यही भएर हात हातै काम गर्दै थियौँ, छिटो सकेला भनेर। हामी चाहिँ यहाँ 3:30 बजीबाट लागिसकेको थियौँ। अनि यहाँ चाहिँ मैले गोबी चप गरिसकेँ अनि त्यसपछि योबाट पानी निकालेँ किनकि अलिकति पिरो पिरो हुन्छ। सो मैले चाहिँ यहाँ मसाला रेडी गर्दै थिएँ मोमोको लागि। अनि यहाँ चाहिँ किमा पनि रेडी भइसकेको थियो। हामी चाहिँ फर्स्ट टाइम ट्राई गर्दै थियौँ, हामीले चाहिँ भेज मोमो खान्थ्यौँ बनाएर, तर आज चाहिँ चिकन मोमो बनाएर खाऊँ भनेर विचार गरेको। सो त्यही भएर यहाँ चाहिँ सबले आफ्नो काम गर्दै थिएँ। यहाँ चाहिँ मैले गोला बनाउँदै थिएँ सानो सानो मोमोको लागि। यहाँ चाहिँ सबले आफ्नो काम गर्दै थिएँ। यस्तो रमाइलो भयो आज मोमो बनाउँदाखेरि, यस्तो हाँसो सबले ट्राई गर्दै थिएँ। यहाँ चाहिँ मैले आज ट्रेनिङ पनि दिँदै थिएँ कि दाइ भाउजूहरूलाई बुट्टा हाल्न। यहाँ चाहिँ मैले बुट्टा हाल्दै थिएँ। अनि यसरी सबले मिलेर काम गरेको थाहा पनि हुन्न, अनि रमाइलो पनि भइहाल्छ। अनि सबको साथ बसेर खाएको पनि कस्तो मिठो हुन्छ। हामीले चाहिँ यहाँ मोमो बनाउँदै चुलोमा टेकाउँदै गरेको थियौँ। अनि हाम्रो मोमो पनि रेडी भइसकेको थियो। अनि यहाँ भाउजूले मिठो चटनी पनि बनाइसक्नु भएको थियो तिलको। अनि यहाँ चाहिँ हाम्रो खाने पालो भइसकेको थियो। 3 बजीबाट लागेको, हाम्रो चाहिँ 8 बजिसकेको थियो। अनि यहाँ चाहिँ नानीले कस्तो मिठो गरेर खाँदै थिइन्। अनि हाम्रो पालो पनि आयो मोमो खाने। मोमो चाहिँ बनाउने टाइम लाग्छ, तर यतिको रिजल्ट पाए त कस्तो मन खुसी भइहाल्छ। अनि यस्तो मिठो बनेको थियो, आज फर्स्ट टाइम ट्राई गरेको थियो, मिठो थियो है गाई।